नमस्कार साथीहरू, आज हामीहरू बीबीएस सेकेन्ड इयर अन्तर्गत रिस्क रिटर्न एन्ड पोर्टफोलियो म्यानेजमेन्ट सम्बन्धी च्याप्टर लिएर उपस्थित भइसकेका छौँ। यसभन्दा अगाडि हामीहरू क्यापिटल बजेटिङको कन्सेप्ट, फर्मुला र न्युमेरिकल हामीले लिएर आएका छौँ। आशा छ त्यो भिडियोले तपाईँहरूलाई परीक्षाका लागि केही सहयोग गर्यो भन्ने हामीले अपेक्षा लिएका छौँ र त्यसका साथसाथै आज हामी तपाईहरुलाई रिस्क रिटर्न र पोर्टफोलियोको कन्सेप्ट लिएर उपस्थित भएका छौँ। आज हामीहरू यसको कन्सेप्ट, यसमा पढ्नुपर्ने कुराहरू, यसमा चाहिनुपर्ने कुरा, कस्ता कस्ता कुराहरू युज हुन्छन्, ती कुराहरूको विषयमा हामी छलफल गर्छौँ। आउनुहोस् सुरु गरौँ। के हो त रिस्क, के हो रिटर्न, के हो पोर्टफोलियो? रिस्क भनेको के हो? सबभन्दा पहिला त्यहाँबाट बुझौँ। रिस्कलाई हामी जोखिम भन्दछौँ। रिस्क भनेको जहाँ पनि आउने गर्दछ। तपाईले हरेक क्षेत्रमा जे कुरा गर्दा पनि रिस्क हुन्छ। रिस्क भनेको यति कुरा बुझ्नुहोस् कि अनफेभरेबल सिचुएसन हो, अनफेभरेबल कन्डिसन हो हैन? त्यो रिस्कलाई हामीले उन्मूलन जरैबाट उखालेर फाल्न सकिँदैन, तर त्यसलाई केही रिमिडियल मेजर्सहरूबाट मिनिमाइजेसन गर्न सकिन्छ। त्यसलाई चाहिँ उन्मूलन पूर्ण रूपमा हटाउन चाहिँ सकिँदैन। रिस्कलाई चाहिँ है मिनिमाइजेसन गर्न सकिन्छ। यो अनफेभरेबल सिचुएसन हो, अनफेभरेबल कन्डिसन हो है, जसलाई चाहिँ मिनिमाइजेसन गर्न सकिन्छ तर के गर्न सकिँदैन, पूर्ण रूपमा हटाउन सकिँदैन है। जस्तै हामीले कमर्सियल ब्याङ्क म्यानेजमेन्ट पढ्दाखेरिमा अथवा क्रेडिट रिस्क, लिक्विडिटी रिस्क, मार्केट रिस्क, इन्ट्रेस्ट रिस्क हैन, विभिन्न प्रकारका रिस्कहरू छन्। फरेन एक्सचेन्ज रिस्क, विभिन्न प्रकारका रिस्कहरू चाहिँ हामी यसमा अध्ययन पनि गरौँ। अब रिटर्न भनेको के भन्दा एप्रिसिएसन हुनु हो। कुनै पनि भ्यालु एप्रिसिएसन हुन्छ अथवा डिप्रिसिएसन हुन्छ। एप्रिसिएसन अर डिप्रिसिएसन इन द भ्यालु अफ एसेट्स, कुनै पनि एसेट्स हो हैन, भ्यालु चाहिँ एप्रिसिएसन हुन्छ, बढ्छ अथवा डिप्रिसिएसन हुन्छ भने द्याट इज रिटर्न। त्यसलाई नै हामी रिटर्न भन्छौँ है। अब रिस्कलाई हामी यसमा चाहिँ के भन्दा रहेछौँ? रिस्क भनेको के रहेछ? अनफेभरेबल कन्डिसन हो। यो चाहिँ अनसर्टेन्टी हो, भेरिएसन हो, फ्लक्चुएसन हो। यसलाई हामी पूर्ण रूपमा हटाउन सक्दैनौँ, मिनिमाइजेसन गर्न सक्छौँ भने रिटर्न भनेको के रहेछ भन्दा एप्रिसिएसन अथवा डिप्रिसिएसन रहेछ। अब पोर्टफोलियोलाई हेर्ने हो भने साथीहरू, पोर्टफोलियोको एउटा मैले यहाँ लेख्छु GROUP, ग्रुप अफ एसेट्स है। यही हो पोर्टफोलियो भनेको। ग्रुप अफ एसेट्स भनेकै पोर्टफोलियो हो। जस्तै स्टकमा लगानी गर्ने हो कि बोन्डमा लगानी गर्ने हो कि हैन, डिभेन्चरमा लगानी गर्ने हो कि म्युचुअल फन्डमा लगानी हो कि, सीमित पैसालाई एकदम सानो भाषामा भन्छु मैले, तपाईसँग रहेको पैसालाई एउटै मात्रै क्षेत्रमा लगानी नगर्नुहोस्। त्यो लगानीलाई तपाईले विभिन्न क्षेत्रमा लगानी गर्नुहोस्। के भन्न खोजेको मतलब, हाइड्रोमा लगाउनुहोस्, ब्याङ्कमा लगाउनुहोस् हैन, म्युचुअल फन्डमा लगाउनुहोस्, स्टकमा लगाउनुहोस्, विभिन्न क्षेत्रमा बाँडेर लगानी गर्नुहोस्, डाइभर्सिफाई गर्नुहोस्। जसले गर्दा तपाईको के हुन सक्छ भन्दा एउटा क्षेत्र डुब्दै गर्दा पनि अर्को क्षेत्रले के गरोस्, त्यसलाई रिकभर गरोस्। त्यो कन्सेप्टलाई नै हामी के भन्छौँ? पोर्टफोलियो भनेर भन्छौँ। पोर्टफोलियो भनेको के छ भन्दा सबै पैसालाई एकै ठाउँमा लगानी नगर्ने। एकै ठाउँमा लगानी गरियो भने कुनै पनि एउटा सेक्टर वाट के हुन सक्छ, घट्न सक्छ। मानव उदाहरणको लागि तपाईसँग भएको सम्पूर्ण पैसा ब्याङ्किङ क्षेत्रमा मात्रै लगानी गर्नुभयो। मानव तपाईको चाहिँ सबै पैसा चाहिँ ब्याङ्किङ क्षेत्रको सेकेन्डरीमा चाहिँ लगानी गर्नुभयो। सेकेन्डरी मार्केटमा चाहिँ ब्याङ्किङ क्षेत्रमा हैन, नवीनको किन्नुभयो स्टक्स हैन, अर्को सिद्धार्थको किन्नुभयो, विभिन्न ब्याङ्किङ सेक्टरको मात्रै तपाईले के गर्नुभयो भन्दा लगानी गर्नुभयो, त्यहाँ लगानी गर्नुभयो। तर हैन, पोलिटिकल कन्डिसनको कारणले गर्दा ब्याङ्किङ क्षेत्र विभिन्न कारणले गर्दाखेरिमा मार्केट चाहिँ के भयो? डाउन भयो। मार्केट डाउन भयो भन्दै गर्दाखेरिमा तपाईले लगानी गरे त त्यो पैसा त
त्यो नि भयो एकै ठाउँमा लगानी गरेका कारणले गर्दा डुब्न सक्ने हो त्यो कारणले गर्दाखेरिमा तपाईँले आफ्नो लगानीलाई डाइभर्सिफाई गर्नुभएको है चाहिँ ब्याङ्किङ सेक्टरमा लगानी गरेका पैसाले चाहिँ हाइड्रो पावरले चाहिँ रिकभर गर्न सक्थ्यो अथवा अर्को सेक्टरमा लगानी गरे अर्को सेक्टरले रिकभरी गर्न सक्थ्यो हो त्यसैले चाहिँ यो पोर्टफोलियो भनेको चाहिँ एउटै क्षेत्रमा मात्रै लगानी नगर्नुस् भन्ने कन्सेप्ट जुन दिन्छ त्यसलाई नै हामी पोर्टफोलियो भन्छौँ। यो तीनटालाई समग्रतामा बुझ्दाखेरिमा यो तीनटै हेडिङलाई पहिला समग्रतामा बुझ्दा है एकीकृत रूपमा बुझ्दाखेरिमा के गर्नु पर्यो भन्दाखेरिमा अब यहाँनिर आउँ योमा आउँ यो अब एकदम बोर्डमा हेरौँ हामी अहिले कन्सेप्टमा छौँ है हामी न्युमेरिकलमा हामी गएका छैनौँ योभन्दा यतापट्टिको पार्टबाट बल्ल हामी न्युमेरिकलमा कस्ता कुराहरू युज हुन्छन् होइन के हुन्छन् भन्ने गएका छौँ। यसमा त हामीले अहिले रिस्क के हो रिटर्न के हो पोर्टफोलियो के हो यसका उद्देश्यहरू के हुन् किन के भन्ने अलिअलि थ्योरिकल पार्टलाई हामी जोड्दैछौँ र इन्भेस्टमेन्टको उद्देश्य भनेको जस्तै इन्भेस्टमेन्टको उद्देश्य भनेको के हो भन्दा म्याक्सिमाइजेसन द रिटर्नलाई बढाउने मिनिमाइजेसन अफ रिस्कलाई घटाउने यही हो नि उद्देश्य। रिटर्न बढाउन खोज्छ लगानीकर्ताले कुनै पनि लगानीकर्ताले मानौ उहाँ लगानीकर्ता हुनुहुन्छ भने कुनै पनि लगानीकर्ताले रिटर्नलाई बढाउन खोज्छ रिस्कलाई घटाउन खोज्छ यो त एकदम स्वाभाविक कन्सेप्ट हो। यदि यो दुईटा कुरा म्याच भएन भने त्यहाँनिर कन्फ्लिक्ट अफ अब्जेक्टिभ्स हुन्छ त्यहाँनिर द्वन्द्व हुन्छ कि यदि यो चाहिँ आएन भने द्याट इज कन्फ्लिक्ट अफ अब्जेक्टिभ्स त्यहाँनिर कन्फ्लिक्ट अफ अब्जेक्टिभ्स भन्ने कुरा चाहिँ आउँछ। म्याक्सिमाइजेसन द रिटर्न एन्ड मिनिमाइजेसन द रिस्क भन्ने कुरा आएन भने त्यहाँनिर द्वन्द्व सृजना हुन सक्छ। खास त त्यो गर्नका लागि रिस्क रिटर्न र पोर्टफोलियो गर्ने हो नि त त्यो भएन भने द्वन्द्व हुन्छ कन्फ्लिक्ट हुन्छ मिल्दैन। अब त्यसको लागि अब हामीले के गर्न सकिन्छ त इन्भेस्टिङ इन द सिंगल सिक्युरिटिज तपाईँले एउटै सिक्युरिटिजमा लगानी गर्नुभयो भने इन्भेस्टमेन्ट इन द सिंगल सिक्युरिटिज यु क्यान नट एचिभ द अब्जेक्टिभ्स हेर्नुहोस् त कस्तो क्लियरली भनेको छ यसमा मैले एक्सप्लेन गर्नै पर्दैन तपाईँहरूलाई। यदि तपाईँले यो उद्देश्यलाई परिपूर्ति गर्नका लागि यो उद्देश्यलाई पाउनका लागि तपाईँले एउटै सेक्युरिटिजमा लगानी गर्नुभयो भने तपाईँले उद्देश्य प्राप्त गर्न सक्नुहुन्न। त्यसको लागि तपाईँले के गर्नुपर्दछ निड फर इन्भेस्टमेन्ट पोर्टफोलियो। यो उद्देश्य परिपूर्ति गर्नका लागि तपाईँले निड फर इन्भेस्टमेन्ट पोर्टफोलियो गर्नुपर्दछ। पहिला एनालाइसिस अफ द रिस्क एन्ड द रिटर्न पहिला रिस्क र रिटर्न क्यालकुलेसन गर्ने सिंगल सेक्युरिटीको है कुनै पनि एउटा सेक्युरिटी स्टक होइन सेक्युरिटी ए होला अथवा सेक्युरिटी बी होला एबाट दिने रिस्क रिटर्न कति बीबाट दिने रिस्क रिटर्न कति त्यो दुईटालाई एनालाइसिस गर्नु त्यस पछाडि पोर्टफोलियो म्यानेजमेन्ट गर्नु। पोर्टफोलियो म्यानेजमेन्ट भनेको चाहिँ एउटा हामीले सानोमा पनि सुन्दै आएको कुरा हो सबै अन्डाहरूलाई एउटै बास्केटमा नराख्नु भनिन्छ नि हो त्यही कन्सेप्ट हो यो पोर्टफोलियो म्यानेजमेन्ट भनेको। यसरी यो खास मेन कन्टेन्ट भनेको यो हो। यसलाई चाहिँ तपाईहरुले राम्रोसँग कपीमा टिप्नु होला एकचोटि भिडियो पज गरेर हेर्नु होला फेरि रिपिट गर्नु होला हैन। कुनै पनि लगानीकर्ताको उद्देश्य भनेको रिटर्नलाई म्याक्सिमाइजेसन गर्ने रिस्कलाई मिनिमाइजेसन गर्ने र एउटै सेक्युरिटिजमा लगानी गर्नुभयो भने यो उद्देश्य प्राप्त हुँदैन। त्यसका लागि इन्भेस्टमेन्ट पोर्टफोलियोको आवश्यकता पर्दछ। त्योभन्दा पहिला एनालाइसिस अफ रिस्क एन्ड रिटर्न अफ द सिंगल सेक्युरिटिज एन्ड देन मेक द पोर्टफोलियो म्यानेजमेन्ट। ल यति कुरा तपाईले मलाई लाग्छ जहाँसम्म बुझ्नुभयो होला। त्यस पछाडि हामी जाउँ अब हामीले पढ्नुपर्ने कुरामा। हामीसँग कतिवटा डेटा हुन्छ भन्दाखेरिमा दुई प्रकारको डेटा दिएको हुन्छ। अब हामी अलिकति कोर्सको भन्न खोज्छु मतलब अब न्युमेरिकल गर्दा कस्तो तरिकाले न्युमेरिकल दिन्छ त भन्ने कुराहरू हामी छलफल गर्छौँ। न्युमेरिकलको प्याटर्न कस्तो हुन्छ भन्ने कुरा हामीसँग एउटा प्रोबेबिलिटी डेटा दिन्छ एउटा हिस्टोरिकल डेटा दिन्छ। प्रोबेबिलिटी डेटा भनेको जस्तै रिग्रेसन दिया होला बुम दियो होला हैन अथवा 1 2 3 दिया होला। रिटर्न अन ए जस्तै स्टक ए को 0.1 0.2 0.7 यो दिया होला हैन यो दिया होला हैन स्टक ए को स्टक बी को। अनि त्यस पछाडि आएर अनि हिस्टोरिकल डेटा भनेको इयरमा दिया हुन्छ। प्रोबेबिलिटी भनेको 0.1 0.3 0.4 यसरी दियो भने प्रोबेबिलिटी भयो।
अनि तपाईँको इयरमा दिएको छ भने तपाईँको के भयो, तपाईँको हिस्टोरिकल भयो। हिस्टोरिकल भनेको इयरमा दिएको, प्रोबेबिलिटी भनेको 0.3, 0.4, 0.5, 0.6 यसरी दिएको छ भने प्रोबेबिलिटी भनेर भनिँदो रहेछ। र हामीले के निकाल्नु पर्ने रहेछ, एक्सपेक्टेड रेट अफ रिटर्न निकाल्नु पर्दो रहेछ, स्ट्यान्डर्ड डेभिएसन निकाल्नु पर्दो रहेछ, कोभेरिएन्स निकाल्नु पर्ने रहेछ, कोरिलेसन कोएफिसिएन्ट निकाल्नु पर्दो रहेछ। क्वेसनले सोधे पनि क्वेसनले नसोधे पनि एक्सपेक्टेड रिटर्न, स्ट्यान्डर्ड डेभिएसन, कोरिलेसन, कोभेरिएन्स हामीले अनिवार्य निकाल्नुपर्छ। यो सम्पूर्ण कुराहरूको फर्मुला हामी नेक्स्ट भिडियोमा राख्नेछौँ साथीहरू। हाम्रो यस च्यानललाई लाइक, शेयर, सब्सक्राइब गरेर माया गरिदिनु होला। हामीले सुधार गर्नुपर्ने कुराहरूलाई पनि फिडब्याकको रूपमा भनिदिनु होला। यति भन्दै आजको मैले यस भिडियोलाई यहीँ अन्त्य गर्ने अनुमति चाहे। धन्यवाद।